What's up guys, welcome back to my another vlogs. के छ हालखबर, सन्चै हुनुहुन्छ? आज म चाहिँ यो महादेव र हनुमानजीको स्केच कन्टिन्यू गर्न जाँदैछु। हजुरहरूले देख्नु भइसकेको छ होला। योभन्दा अगाडिको भिडियोमा चाहिँ मैले महादेव र हनुमानजीको स्केच बनाएको थियो। अब त्यो स्केचलाई म कन्टिन्यू गर्छु। यो स्केच कन्टिन्यू गर्नुभन्दा अगाडि चाहिँ म बजार जान्छु, किनभने मेरो कान दुखिरहेको छ। कान जचाएर आउँछु अनि बजारमा थोरै काम छ ब्याङ्कतिर, अनि म फटाफट गएर आएर कन्टिन्यू गर्छु स्केच। जुन स्केच चाहिँ हाम्रो यो महादेव र हनुमानजीको स्केच यति कम्प्लिट भइसकेको छ। म बजार गएर आएर चाहिँ यो स्केचलाई कन्टिन्यू गर्छु। रेडी भइसकेँ म चाहिँ बजार जानलाई, होइन। अटोलाई फोन गरिसकेछ, अटो चाहिँ आउँदैछ अरे। अनि मैले दराजबाट चारकोल पेन्सिल मगाएको अहिलेसम्म आइपुगेको छैन, 4-5 दिन भइसकेको छ, होइन। मेसेज गर्दाखेरि पनि मेसेजको रिप्लाई गर्दैन। अनि अब अर्डरलाई म क्यान्सल गर्छु। जति जुन छ मसँग भएको चारकोल पेन्सिल जति छ त्यसले नै स्केचलाई कन्टिन्यू गर्छु। त्योभन्दा अगाडि म चाहिँ बजार गएर आउँछु। म चाहिँ बजार गएर आइसक्यो, जचाएर कान जचाएर। कानमा चाहिँ इन्फेक्सन भएको रहेछ, होइन। अरू काम त बनेन, त्यही कान सान जचाएर आएँ। अनि अब हामी चाहिँ महादेवको स्केचलाई फेरि कन्टिन्यू गर्छु। अब हनुमानजीको फेसलाई चाहिँ बनाउन स्टार्ट गर्छु। जति बाँकी छ त्यही चारकोल पेन्सिलले अब कन्टिन्यू गरौँ। के गरी यसले धोका दिइहाल्यो भने पनि हामीसँग ग्रिफाइट पेन्सिल छ, त्यही ग्रिफाइट पेन्सिलले स्केच कन्टिन्यू गर्ने। अहिलेलाई चाहिँ यही चारकोल पेन्सिलबाट स्टार्ट गरौँ है त अब हाम्रो हनुमानजीको फेसमा। यति कम्प्लिट भयो। अहिले दिउँसोको 4 बज्न लागिसक्यो। 1.5-2 घन्टा जति मैले कन्टिन्यू स्केच कोरेर बसेँ। जम्मा त्यति नै कम्प्लिट भएको छ। अब म चाहिँ कानमा औषध लाउन जान्छु अनि रेस्ट पनि गर्छु। खाजासाजा खाएर आएर फेरि स्केचलाई कन्टिन्यू गर्छु। 25 भएछ गाइज। रेस्ट गरेर यसो उठ्दाखेरि चाहिँ, अनि मैले योभन्दा अगाडि यही स्केचको पार्ट अगाडि हाल्दाखेरि चाहिँ के भन्छ अरे, त्यसमा कपिराइट क्लेम भएछ। किन भन्दाखेरि त्यसमा मैले ब्याकग्राउन्ड म्युजिक हालिदिएको थियो, होइन। थाहा थिएन मलाई चाहिँ यो कपिराइट फ्री हो कि होइन भनेर। अनि कपिराइट चाहिँ क्लेम भएछ। अब थाहा छैन कति 90 दिन समथिङमा चाहिँ यो स्ट्राइक भन्नाले क्लेम चाहिँ हट्छ अरे। अनि अब हामी आफ्नै स्केचमा चाहिँ कन्टिन्यू गरौँ। खानासाना खाएर आइसकेँ। मैले चाहिँ योभन्दा अगाडिको पार्ट्सहरू अलिअलि चाहिँ मैले रेकर्ड गर्न पाएन स्केचिङ गरेको। किन भन्दाखेरि मैले यही मोबाइलबाट भिडियो रेकर्ड गर्छु अनि यही मोबाइलमा चाहिँ स्केच हेरेर बनाउँछु। यदि हजुरहरू बिगिनर हुनुहुन्छ भने म 2-3 टिप्स दिएर जान्छु हजुरहरूलाई लास्टमा। अनि अब मभन्दा बेटर नै हुनुहुन्छ भने त मभन्दा बेसी नै जान्नुहुन्छ हजुरहरूले, होइन। अनि अब मैले चाहिँ हनुमानजीको स्केच यतिसम्म कम्प्लिट गरिसकेको छु। अलिअलि केचर मेचर देखेँ भने त भिडियोलाई चाहिँ स्किप नगर्नु होला। म अझै बेटर गर्छु यसलाई, यसमा लेयरिङ गरेर अनि त्यसमा हाइलाइट डिटेलहरू गर्दाखेरि राम्रो नै हुनेवाला छ। अनि म चाहिँ आज चाँडै नै सुत्नेवाला छु। किन भन्दाखेरि मेरो अर्को भिडियोमा चाहिँ कपिराइट क्लेम भएको भएर चाहिँ आज मुड अफ भएको छ, होइन। अनि औषध खाएर नि सुत्छु। अलि सन्चो पनि छैन। भोलि चाहिँ फेरि म बिहान उठेर स्केचलाई कन्टिन्यू गर्छु। फुल जोसका साथ चाहिँ म फेरि आफ्नो बेस्ट दिन ट्राई गर्छु। 2 दिनपछि म भिडियो बनाउँदैछु। अहिलेसम्म पार्सल आइपुगेको छैन। दराजको जुन मैले पृष्ठको चारकोल पेन्सिल मगाएको थियो त्यो म अहिले बजार गएर बुझ्न जान्छु। बिहानको 10-10:30 भइसक्यो। अब त्यही कान चिलाएको चाहिँ औषधि लगाएर अनि म बजार गएर आउँछु, बाँकी कामहरू सघाएर आउँछु। अनि स्केचलाई अब चारकोल पेन्सिल छैन त के भयो र, अर्को पेन्सिलले बाँकी कामहरू गर्दै गर्छु म। अनि अब फटाफट रेडी भएर अटो बोलाएर म बजार जान्छु। गाइज अब चाहिँ जान नपर्ने भयो बजार, किनभने पार्सल आइसकेको छ।
कुरियरवालाले फोन गरेर अब एकैछिनमा आइपुग्छ हामी भनेर फोन गरिसकेको छ। अनि अब म बजार नजाने भयो अनि स्केच अनि अब स्टार्ट गर्छु पास अब बनाउँछु म। के भन्छ अरे पेन्सिल त आइपुगेको छैन, बाँकी कामहरू म तमातम गर्दै जान्छु अब। अनि लास्टसम्म चाहिँ हेर्नु है। बे यार यस्तै हुन्छ कि मैसँग हुन्छ कि के हो, अरूसँग पनि यस्तो हुन्छ, दशाको भारीमै हो कि क्या हो। यसरी च्यात्छ पेपरी च्यातिसक्यो, के गर्नु अब यसै पनि बनाइदिन्छु, जे पर्छ तर्छ। पार्सल आइसक्यो गाइज, अब म चाहिँ पार्सललाई ओपनिङ गर्दैछु। दराजबाट आइसकेको छ यो चारकोल पेन्सिल, अब म ओपनिङ गर्दैछु। अनबक्सिङ भयो, अब कस्तो छ यसलाई ट्राई गर्नुपर्छ है त। प्याकिङ चाहिँ खत्रै भएर आएको छ, हेर्नुहोस्। ब्रुस्टोको चारकोल पेन्सिल खोल्नु पनि टाइम लाग्दो रहेछ यसलाई। यसले यसले यल्लो यल्लो अलि खाओगे। यो हो पेन्सिल, चारकोल पेन्सिल। मैले चाहिँ दुईवटा मगाएको छु किनभने चाहिरहेको हुन्छ। अब यसको स्केच हेरौँ है त, यसले कस्तो बन्दो रहेछ। अब यो सार चाहिँ कति मजाले हो, कतिको हुन्छ हेरौँ। चारकोल पेन्सिल चाहिँ प्रायः सार्प गर्दाखेरि प्लाट प्लाट भाँचिन्छ कि। अनि यो अब यो चाहिँ कस्तो छ चाहिँ राम्रै रहेछ। अर्को चाहिँ अलिक गाह्रै पर्छ सार्प गर्नलाई। मेरो यो सार्पनर पनि बिग्रिस्या, त्यही भएर नि होला, न त ठिकै छ। अर्को सार्पनरले गर्छु म, ठिकै रहेछ, मजाले सार्प हुँदो रहेछ चुच्चो। यो चाहिँ अर्को चारकोल पेन्सिल जस्तो चाहिँ छैन रहेछ है। अब हेरौँ है त, यो मजाले सार्प गरिसक्यो। अब यो कतिको डार्क हुँदो रहेछ हेरौँ है त, एकतालि कोरेर। डार्क चाहिँ ठिकै हुँदो रहेछ, अरू पेन्सिलको जति नै हुँदो रहेछ। यो दराजको चाहिँ के भन्छ अरे प्याकिङ राम्रै भएर चाहिँ आइपुगेको छ कुशल मङ्गलै। अर्को जति नै रहेछ, के छ राम्रै छ पेन्सिल, हजुरहरूले पनि किन्न सक्नुहुनेछ। यो चाहिँ यति रेडी भइसकेको छ। अहिले दिउँसोको 3 बज्यो। अब म खाजासाजा खान जान्छु। मिलो पिरो मिठो बनाएको छ, चटपटे चाहिँ रेडी भइसकेको छ। हेर्नुहोस् खतरा मिठो भएको छ, घरमै बनाएको होममेड। परे खाएर चाहिँ अब म स्केच गर्न फेरि जान्छु। खाइसक्यो गाइस, अब मोबाइलमा चार्ज छैन, एकछिन मोबाइल चार्ज गर्छु अनि स्केचलाई कन्टिन्यू गर्छु म। अब मोबाइलमा चार्ज पनि कम भइसकेको छ, त्यही भएर म अब चार्ज गर्छु अनि भिडियो कन्टिन्यू गर्छु। स्केच चाहिँ यति कम्प्लिट भइसक्यो। अहिले खानासाना खाएर म चाहिँ अब सुत्न जाँदैछु। रात परिएर चिसो भइसकेको छ। अब चाहिँ आनन्दको निन्द्रा लिएर चाहिँ भोलि फेरि बिहानबाट कन्टिन्यू गर्छु है त स्केच। अबलाई गुड नाइट गाइज। अब बिहान भयो, उठिसक्यो, अघि नै बिहानै उठेको। अहिले कति 11 साढे 11 कति भइसकेको छ। अब म चाहिँ स्केच गर्छु, जाडो छ हेटौँडामा अलिकति। अनि अब मैले यो शीत लाग्छ भनेर ट्याक्क यसलाई पेपरले दराजबाट जुन मैले के भन्छ अरे पेन्सिल आएको थियो पार्सल, त्यसले चाहिँ अनि यो यसरी राखेको छु। चलाउनलाई चाहिँ अल्छी लाग्यो भएर, अनि त्यही भएर यसरी राखेको छु। हेर्नुहोस् त गाइज खतरा देखिरहेछ। यो निकाल्नु है त फटाफट सुरुमा। अनि गाइज म यो सिट्सको बारेमा चाहिँ केही भन्न जाँदैछु होइन। कस्तो छ यो सिट्स हेर्नु है त। सबै ठिकै छ, ब्लेन्डिङ मजाले हुन्छ, तर अनि यो लास्टमा चाहिँ यो कालो कालो दाग चाहिँ के को बस्छ थाहा हुँदैन। यो जति ब्लेन्डिङ गरे नि हुँदैन। यो ब्लेन्डिङ त मजाले हुन्छ, त्यो डाउट छैन होइन। अनि यसरी यो प्याचेस बस्या हो के हो, यसरी घोर्दाखेरि नि खासै के जस्तो लाग्दैन, तर दाग चाहिँ यसरी बस्छ। के हो यो, हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु है त। खानासाना खाइसक्यो मैले चाहिँ। अनि कुनै स्केचको पार्टहरू गरेको चाहिँ मैले रेकर्ड गर्न पाएन।
हजुरहरूलाई थाहा छ यही मोबाइलबाट म स्केच हेरेर गर्छु अनि यही मोबाइलबाट भिडियो रेकर्ड गर्छु। हाम्रो हनुमानको फेस यस्तो भइरहेछ, लुक्स आउँदैछन्। अहिले अलिक केचरमेचर देखेर चाहिँ हजुरहरूले चाहिँ भिडियोलाई स्किप नगरिदिनु होला, किनभने यो भर्खर स्टार्टिङ हो अनि यसलाई चाहिँ अब अझै डिटेलिङहरू गर्दै ब्लेन्डिङहरू गर्दै यसमा लेयरिङ गर्दै गर्दाखेरि चाहिँ भिडियो स्केच चाहिँ राम्रै बन्नेवाला छ। अनि हजुरहरूलाई म लास्टमा चाहिँ एकदम 3-4वटा राम्रो खालको टिप्स दिनेवाला छु। हजुरहरू यदि बिगिनर आर्टिस्ट हुनुहुन्छ भने अब मभन्दा बेटर हुनुहुन्छ भने त मैले सल्लाह दिने नै परेन हैन। खतरा देखिसकेको छ हनुमानजीको फेसमा पनि। महादेव र हनुमान एकैचोटि हेर्दा यस्तो दम्मी बबाल, जुन यहाँ भिडियोमा भन्दा पनि खतरा देखिरहेछ। लगभग अब 2 बजिसकेको छ। एकनासले स्केच हेरिरहेको भएर चाहिँ अलिकति आँखा थकाइ लाग्यो होइन। बाहिर चिसो हावा छ। अब चाहिँ एकछिन अब म चाहिँ रेस्ट गर्छु। खाजासाजा खाइसकेपछि चाहिँ फेरि ब्लग सुरु गर्छु। घाम अलिअलि लाग्न थालिसकेको छ अहिले चाहिँ। अरू हेर्न सक्नेछ। यो चाहिँ मेरो घर बाहिरको चिसो हावा चलिरहेको छ। अब चाहिँ म एकछिन रेस्ट गरेर अनि खाजासाजा खाएर चाहिँ म ब्लग कन्टिन्यू गरिरहेको छ। बिहानबाट घाम लागेको थिएन, अहिले घाम लागिरहेको छ, चिसो हावा चलिरहेको छ। अनि के भन्छ अरे अब हाम्रो गुठी पनि आउँदैछ, रमाइलो हुन्छ गुठीमा। नेवा पासहरू गुठी चाहिँ मनाऊ है टिमहरू पनि। अनि अब एकछिनमा खाजा खान्छु अनि त्यहाँबाट फेरि स्केचलाई कन्टिन्यू गर्न जान्छु म चाहिँ। एकछिन यसो आराम गरौँ न स्केचलाई। अनि चाहिँ आज कम्प्लिट हुन्छ जस्तो लागिरहेछ। कम्प्लिट भयो भने चाहिँ फेरि अर्को स्केच चाहिँ बनाउँछु। कुन चाहिँ के बनाउँदा ठिक हुन्छ गाइज प्लिज कमेन्ट गर्नु होला। लगभग मेरो स्केच कम्प्लिट हुन लागिसकेको छ अनि खाजासाजा पनि खाएर आइसक्यो। अब चाहिँ म धेरै चाहिँ के भन्छ अरे टाइम लाग्दैन होला स्केच कम्प्लिट गर्नलाई। बाँकी प्रोसेस हेर्नु होला। यता डिटेलिङको खतरा लुक्स आइसकेको छ महादेव र हनुमानजीकोमा फेसमा। बाँकी चाहिँ डिटेलिङ हुनेछ। प्रोसेस हेर्नु है त। लाइन गयो। म अब एकछिनमा स्केच कन्टिन्यू गर्छु। अब किनभने राम्रोसँग देख्दैन, यो मोबाइलको फ्ल्यास पालेर चाहिँ म अहिले भिडियो गरिरहेको छु। अब हेर्न सक्नुहुन्छ यसो खासै क्लियर चाहिँ देखिँदैन, यो मोबाइलकै फ्ल्यास बलेको भएर चाहिँ यस्तो देखिरहेछ। यत्रो सानो छ लाइट, त्यही भएर पनि। अब एकछिन पछि चाहिँ म स्केच कन्टिन्यू गर्छु है त। लाइन आइसकेपछि त्यतिको 7:15 भइसक्यो गाइज। अब चाहिँ म सुत्छु। खानासाना खाइसक्यो, किनभने मौसमी कारणले गर्दाखेरि चिसो भइसकेको छ। जाडो भएको छ। म के भन्छ अरे अब जाडो भएको कारणले गर्दाखेरि अब चाँडै सुत्न जाँदैछु म। स्केच चाहिँ लगभग हाम्रो कम्प्लिट जस्तै भइसकेको छ। अब यसमा अलिअलि हाइलाइट गर्नु बाँकी छ, त्यसपछि हाम्रो स्केच फिनिस हुन्छ। यस्तो भनेको भोलि भनेको कति दिन भइसक्यो। भोलि चाहिँ कन्फर्म पक्का नै सिद्धिन्छ अनि म टिप्सहरू पनि दिन्छु है त हजुरहरूलाई। म चाहिँ उठेर अहिले दिउँसो भनौँ न 12:30 भइसकेको छ। अब म स्केच चाहिँ गर्छु। आज जाडो भएको कारणले अघि आगो तापिरहेको थियो अनि अब चाहिँ म चाहिँ स्केच कन्टिन्यू गर्न थालेछु। अब स्केचलाई सुरु गरौँ है त। गाइज स्केच चाहिँ कम्प्लिट भइसकेको छ। अब चाहिँ के भन्छ अरे म हजुरहरूलाई चाहिँ लास्टो चाहिँ 2-3टा टिप्सहरू बताउनेवाला छु। अनि स्केच चाहिँ कस्तो भयो हरेक लास्टोमा चाहिँ रिभ्यूमा हेर्नु होला। म अब हजुरलाई टिप्स बताउँछु 1-2टा जो चाहिँ बिगिनरवालाहरूको लागि हेल्प हुनेवाला छ। 2टा टिप्स बताएर जान्छु बिगिनरलाई। जुन चाहिँ फर्स्ट हामीले लेयरिङ गर्दाखेरि चाहिँ हामीले लाइन चाहिँ मजाले यसरी जुन चाहिँ स्केचमा मजाले
ग्याप नछोडिकन यसरी मजाले सेडिङ गर्ने। यसरी गऱ्यो भने किनभने लास्टमा चाहिँ प्याचेसहरू देखिँदैन, मजाले ब्लेन्डिङ गर्दाखेरि चाहिँ सजिलोसँग ब्लेन्डिङ हुन्छ। यो चाहिँ नम्बर 1, नम्बर 2 अनि हामीले मजाले यसरी ब्लेन्डिङ गर्न सक्छ, सजिलैसँग ब्लेन्डिङ हुन्छ यसरी। हेर्नुहोस्, अर्को भनेको चाहिँ हामीले प्र्याक्टिस चाहिँ मजाले डेली गर्नु पर्यो अनि हामीले लाइनहरू यसरी तान्न सिक्नु पर्यो, सिधा सिधा यसरी यताबाट यतासम्म अनि यताबाट यता यसरी सिधा सिधा तान्नु पर्यो। माथिबाट तल अनि तलबाट यसरी माथि गोल गर्न आउनु पर्यो, मजाले यसरी गोल गर्ने प्र्याक्टिस गर्दै गर्ने मजाले। यस्तो चाहिँ डेली प्र्याक्टिस गर्नु अनि बक्सहरू बनाउने मजाले यसरी। म नि बिगिनर हो, त्यही भएर चाहिँ हजुरहरूले आएन नभन्नु होला। मजाले हल्कासँग सेडिङ गर्ने, डार्क टु लाइट। यो चाहिँ यताबाट लाइट आइरहेको छ भने यता डार्क, यता चाहिँ स्याडो परेको छ। यो चाहिँ मैले क्यामेलको ग्राफाइट पेन्सिल युज गरेर गरिरहेको छु अनि यता चाहिँ डार्क बस्छ है त। यसरी हामीले गर्न सकिन्छ। यहाँ चाहिँ यो साइडमा चाहिँ डार्क बस्छ भने यता लाइट पर्छ। यो चाहिँ मैले अब एचबी पेन्सिलले गरे भएर खासै डार्क देखाएको छैन, यसमा स्याडो आउँछ यता। यही नै हो मेरो 2-3टा टिप्स भनेको गाइज हजुरहरूलाई जो चाहिँ बिगिनर हुनुहुन्छ भने। अनि अब मेरो यो भिडियोलाई लास्टसम्म हेरिदिएकोमा धेरै धेरै धन्यवाद। अनि मेरो यो च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनु होला, भिडियोलाई लाइक कमेन्ट सेयर गर्न नबिर्सिनु होला। अब इन्जोय गर्नु होला यो मेरो फाइनल स्केचको रिभ्यू।